सबैलाई गुड मर्निङ। यो कुले पंखाबाट हाम्रो आज डे 4 को भ्लग चाहिँ साल्पा पोखरी र सिलिचो चढ्ने छ। हिजो हामी बेलुका भन्दा त दिउँसो आएर त्यही बसाइ बास भएको थियो। अब कुलो पंखाबाट चाहिँ हामी लागेको छौँ उकालो। दादा मर्निङ है। अनि के हो न कुलो पंखाबाट चाहिँ हाम्रो यात्रा सुरु भइसकेको छ। आज साल्पा पोखरी र माथि सिलिचो चढ्ने। हामी अब हिँड्नु चाहिँ बिहान 3 बजी हिँड्नु भन्ने कुरा थियो। पानीले गर्दाखेरि मौसमले अलि साथ दिएन। आज पनि पानी नै परिरहेको छ। मौसम चाहिँ पारितिर अलिअलि खुलेको छ। हिजो हामी उतै परको डिलबाट आएरै छौँ। त्यो डिलबाट बाजे यता बुङ छेसकामतिर पोखरी मात्र कि बाउमा पनि चढ्नु भयो? कतिको खुलेको छ पोखरी वरिपरि? खुलाइ छ। यहाँ हामी चाहिँ यस मन्दिरमा चाहिँ पोखरीमा हाम्रो यो साल्पा पोखरीमा चाहिँ पूजा गरी पूजाआजा सबै गरेर सिलिचोङ चढ्ने तयार गर्नेछौँ। अन्त पार त अक्करे भिरार पो छ त हौ साथी हो। ओहो टाइममा चाहिँ राम्रै टाइममा आइपुगेको छ। अब आधी घन्टा जति यो पोखरीमा हामीलाई साथ दियो भने यहाँबाट चाहिँ पुगेर चाहिँ ड्रोन सट सहित देखाउनेछौँ। ल यहाँ आएको भए फेरि यसो बस्ने त ताकान तुगन त हुने थिएछ। यताउता पाल टाँगिवरी बस्नु सक्ने अवस्था त थिएछ। अब चाहिँ लगको नाजुक हुँदै गइसकेको छ। पार्कमा हामी आइपुगेको छौँ। माथि हेरौँ सर। ल हौ हामी त गुटुङटुङ लाएर आइपुग्यो त हौ। तर भिडियो चाहिँ लास्टै हल्यो है। गिमल छैन पछि। साल्पा पोखरी देख्यो है। ल है साल्पा पोखरी आइपुग्यो है। यात्रीहरू चाहिँ त्यो पर भित्तातिर पुगिसक्नु भएको छ। चाहिँ फेरि अब हुस्से लाग्नु थालेको। अलिकति अगाडिसम्म हुस्से थिएन। सर्रै आएर सर्रै गएको थियो। अब फेरि हुस्से लाग्यो। अब हाम्रो यहाँ साल्पामा पूजा गर्ने अब यहाँ नजिक आइपुगेपछि फेरि मौसम खुलेन। माथिबाट आइपुग्दा चाहिँ मौसम खुलेको थियो। पोखरी आइपुगेर पूजा गरिसकेका छौँ।
मेरो साथीको फोटो नराम्रो आयो भनेर अब रिसाउँदैछ त साथीहरू, के हो भन। अब हामी एक फन्को लाउनेछौँ, त्यहाँबाट चाहिँ अब उकालो चढ्नेछौँ। झिमझिम आउने पानी परिरहेको छ अहिले हालको लागि। दृश्य 16 मिटरमा छौँ अहिले हामी यस साल्पा पोखरीमा। हाम्रो सरहरू आदि आउनेहरू आउँदै हुन्छ, हामी यता आएर चाहिँ घुम्दैछौँ। हाम्रो किरातीहरूको 3 चुलो, हाम्रो पुर्खा पारुहाङ सुन्नीमा। यस ठाउँ चाहिँ हाम्रो पारुहाङ र सुन्नीमा भेट भएको ठाउँ र हाम्रो साथी पूजा गर्ने भनेर हौ गुट्टु टुङ्लाएर अन्त ल हामीले चाहिँ अब यो पोखरीले एक फन्का लाउने भनेर फन्का लाउनुलाई त्यस पछाडि घर जाने हो। अब हाम्रो चाहिँ एक फन्का पुरा हुनु आँटेको छ। अब यो चिसोमा हामी चाहिँ अब नुहाउनु सकिएन, यसो अलिअलि जिउ छर्किएर त्यति नै भए पनि भन्ने कुरा गरेको छौँ। ए मन दादा बाल्टीलाई हो बाहिर हो, हरा 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 गर्ने हो बाहिर है मन दादा। ल भित्र चाहिँ नुहाउनु पाइँदैन है, बाहिरै मात्र है। हरा 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 एमन दादा। ल हाम्रो एमन सर चाहिँ मजाले नुहाउँदै हुनुहुन्छ। अब चाहिँ हामी एक फन्का पुरा भइसकेको छ। अब यहाँबाट चाहिँ हामी पिक चढ्दैछौँ। एक फन्का पुरा गरेर आएर यहाँदेखि अब पिक चढ्ने हो। जिन्दगीमा गलियो त हौ। हाय सिलिचो चढ्न त गाह्रै पो छ कि क्या हो। लो यहाँबाट उता जाँदा चाहिँ तल बजार गइँदो रहेछ है। सिलिचो 2 किलोमिटर रहेछ। कुलुपङ्खा उता 1.3 किलोमिटर, 1 किलोमिटर लगभग रहेछ बजार। सिलिचो चाहिँ 2 किलोमिटर। फाइनली साल्पा पोखरी आइपुगिसकेको छौँ। आइपुगेर घुम्दा घुम्दै एकछिन त मौसमले साथ दिएको थिएन, अहिले भने अलिक खुलेर पोखरीहरू वरिपरि हेर्नु पाइराखिएको छ। साल्पा पोखरी यति भए पनि अब सिलिचो चढ्दा कस्तो हुन्छ त्यो पनि देखाउनेछौँ। आज डे 4 को भ्लगमा अलिअलि हिजो अस्ति भन्दा त अलिअलि मौसमले साथ दिइरहेको छ। अहिले हामीहरूलाई अलिअलि पानी पर्दै भए पनि थोरै थोरै नजिक नजिक भए पनि खुल्दैछ।